भजन सङ्ग्रहको खण्डबाट हामी वचनहरूलाई हेर्नेछौँ। अनि परमप्रभु परमेश्वरको वचन है, अनि दाउद राजाको जीवनमा अनि भएको कुराहरू, दाउद राजालाई परमप्रभु परमेश्वरले आह्वान गरेको कुराहरू, अथवा दाउद राजाले चाहिँ परमप्रभु परमेश्वरमा भक्ति साथ अनि परमप्रभुलाई कसरी महिमा दिएको छ भन्ने कुराहरू यहाँ चाहिँ भजन सङ्ग्रह 100 खण्डले हामीलाई भन्दछ। अनि म यहाँ पढिदिनेछु यहाँको माझमा। अनि हे सारा पृथ्वीका मानिसहरू परमप्रभुको जय जयकार मनाऊ, आनन्द साथ परमप्रभुको आराधना गर, हर्षका गीत गाउँदै उहाँको सामान्य आऊ। परमप्रभु नै परमेश्वर हुनुहुन्छ भनी जान उहाँले नै हामीलाई बनाउनु भयो र हामी उहाँकै हौँ। हामी उहाँका प्रजा र उहाँका खर्गका भेडा हौँ। आमेन। अनि हामीलाई दुई पदले चाहिँ के भन्छ भन्दाखेरि एकदमै विशेष कुरा हो है। अनि आनन्द साथ परमप्रभुको के गर आराधना गर, अनि हर्षका गीत गाउँदै अनि उहाँको सामान्य आऊ भनिकन हामीलाई यहाँ चाहिँ अनि भजन सङ्ग्रह 100 को अनि 2 पदले हामीलाई भन्दछ प्रिय है। आज तपाईँ र म कस्तो अनि स्थितिमा हामी छौँ, अनि कस्तो स्थितिलाई लिएर हामी गुज्रिँदै आइराखेका छौँ भन्ने कुरालाई चाहिँ तपाईँ र मैले यो समयमा बिर्सिदिउँ। किनभने अनि यहाँ भजन सङ्ग्रहको लेखकले के भन्छ भने आनन्द साथ परमप्रभुलाई चाहिँ के गर आराधना गर। तपाईँ र मेरो जीवनमा दर्द होला, दुःख होला होइन, विभिन्न कुराहरू होला, तपाईँ र म रोगी छौँ होला, बिरामी छौँ होला, तपाईँ मेरो शरीरमा अशक्त छ होइन, अनि तापनि हामी त्यो कुरालाई चाहिँ वास्ता नगरिकन अनि यो समयमा चाहिँ अनि परमप्रभु परमेश्वरको उपस्थितिमा जानु जरुरी छ। अनि परमप्रभु त परमेश्वर नै परमप्रभु परमेश्वरको महिमा गर्नु जरुरी छ भन्ने कुरा हामी यहाँ भजन सङ्ग्रहको खण्डले हामीलाई बताउँछ प्रियहरू। त्यसै कारणले गर्दाखेरि हामी हर्षको गीत गाउँदै अनि उनै परमप्रभु परमेश्वरलाई हामी उचाल्नेछौँ यो समयमा है। अनि हामी यो समयमा आफैले आफूलाई तयारी गरौँ न। अनि यो समयमा परमपवित्र परमेश्वरलाई तपाईँ र मेरो आफ्नो जीवनमा निम्त्याउन। किनभने तपाईँ र म होला हामी होइन अब विभिन्न किसिमको अनि तपाईँ र मैले जीवनशैली हामी जिएर आइराखेका छौँ होला, जस्तो छौँ त्यस्तै अनि परमप्रभु परमेश्वरलाई हामी महिमा गर्नको निम्ति यो समयमा हामी तयारी हुन्छौँ है। अनि यो समयमा हामी माग्दै छैनौँ है। अनि सधैँ हामी के गरिराखेका हुन्छौँ, मागिराखेका हुन्छौँ, तर यो समय भनेको चाहिँ परमप्रभु परमेश्वरलाई दिने समय। आज 6औं दिनसम्म तपाईँ र मैले परिकल्पना गरौँ त। अनि तपाईँ र मलाई चाहिँ परमप्रभु परमेश्वरले सेकेन्डमा के गर्नुभएको छ, अनि तपाईँ र मलाई विभिन्न किसिमको जोखिमबाट बचाएर अनि विभिन्न किसिमको शरणबाट तपाईँ र मलाई छुटकारा दिएर आज 7औं दिनमा फेरि पनि उहाँको महिमा गर्ने अनि हामीलाई यो अवधि हामीलाई उहाँले दिनुभएको छ है। हामी यसकारण परमप्रभु परमेश्वरको नामलाई हामी सबैजनाले उचाल्नेछौँ। अनि आनन्द साथ परमप्रभुको आराधना गर्नेछौँ, हर्षको गीत गाउँदै उहाँको सामान्य आएर हामी उहाँलाई के गर्नेछौँ अनि महिमा दिनेछौँ। यो समयमा हामी केही कोरसहरू अनि गाएर हामी उचाल्नेछौँ उहाँको नाउँलाई है। अनि हामी बुढासम्म होइन, अनि यहाँ कम्मरसम्म होइन भन्छ है। अनि सुरुमै डुब्न चाहन्छु म यसुको अनि प्रेमको सागरमा भन्ने हामीलाई अनि भजन लेखकले यहाँ लेखेको कुरा देख्छ। बुढासम्म होइन, कम्मरसम्म होइन, बुढासम्म होइन, कम्मरसम्म होइन, सुरुमै डुब्न चाहन्छु येशूको प्रेमको सागरमा, सुरुमै डुब्न चाहन्छु येशूको प्रेमको सागरमा। सुरेली चाहिँ होइन, बगेरी चाहिँ होइन, सुरेली चाहिँ होइन, बगेरी चाहिँ होइन, जस्तै उड्न चाहन्छु येशूको प्रेमको आकाशमा, जस्तै उड्न चाहन्छु येशूको प्रेमको आकाशमा। छैन अरू कुनै प्रेम यो धरतीमा, छैन अरू कुनै प्रेम यो धरतीमा, मलाई डुब्न मन लाग्ने, मलाई डुब्न मन लाग्ने, मलाई डुब्न मन लाग्ने, मलाई डुब्न मन लाग्ने। ला 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 ला।
येशू चाहिन्छ सबलाई येशू चाहिन्छ ला 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 पानीले भेटिँदैन मेरो तृष्णा संसारको पानीले भेटिँदैन मेरो तृष्णा येशू तपाईँ मेरो पहिलो प्रेम येशू तपाईँ मेरो पहिलो प्रेम मलाई येशू चाहिन्छ तिमीलाई येशू चाहिन्छ हामीलाई येशू चाहिन्छ सबलाई येशू चाहिन्छ ला 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 येशू चाहिन्छ तिमीलाई येशू चाहिन्छ हामीलाई येशू चाहिन्छ सबलाई येशू चाहिन्छ ला 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 ला
आज हामी निर्बल छैनौँ प्रभु, हामी बलियो छौँ, हामी गरिबी छैनौँ प्रभु, हामी तपाईँका धनी छौँ किनभने तपाईँ परमेश्वर हामी प्रशंसाको धनी छौँ। आदर अनि भक्ति महिमा चढाउनको निम्ति हामी खरी छैनौँ। भन्नुहोस् तपाईँहरूले आज म कमजोर छैन, म दरिद्र छैन किनभने परम पवित्र परमेश्वरमा तपाईँहरू आज बलियो छ। परम पवित्र परमेश्वरलाई हामी महिमा चढाउनमा हामी साँच्चै नै अगाडि छौँ। किनभने तपाईँ र म तपाईँ र म कमजोर छैनौँ किनभने तपाईँ र मलाई कमजोरी बनाउनु भएको छ। हामी पछि हट्ने मानिस छैनौँ, हामी सधैँ अगाडि बढ्ने मानिस। हामी दरिद्रसँग पनि डराउने होइन, हामी लड्ने व्यक्तिहरू। तपाईँ अति पवित्र, तपाईँ अति महान, तपाईँको महिमामय, तपाईँ परम पवित्र परमेश्वर। तपाईँले नै आज प्रभु स्वर्ग र पृथ्वी बनाउनु भयो। तपाईँले नै आज हामी मानव जातिलाई प्रभु आफ्नै स्वरूपमा बनाउनु भयो, आफ्नै आकारमा हाम्रो बनाउनु भयो, अद्भुत र भयानक रीतिले बनाउनु भएको छ। प्रभु हामी भन्छौँ आज हामी दुर्बल छैनौँ, हामी निर्बल छैनौँ, हामी साँच्चै प्रभु तपाईँको शक्तिशाली छ। तपाईँ परम पवित्र परमेश्वरलाई आराधना चढाउने साथी हो। हामी तपाईँको नाउँलाई उच्चारण गर्छौँ। हामी जस्तो छौँ, जे छौँ त्यस्तै आइकन हामी तपाईँलाई उच्चारण गर्छौँ। हामी कुनै पनि बनावटमा साँच्चै नै प्रभु नबनाइकन हामी प्रभु जस्तो छौँ त्यस्तै तपाईँको नाउँलाई उच्चारण गर्छौँ। तपाईँ नै परमप्रभु हुनुहुन्छ, तपाईँ नै स्वर्ग र पृथ्वीको मालिक हुनुहुन्छ, तपाईँ बाहेक अरू कोही छैन। तपाईँ नै आदर र प्रशंसाको परमेश्वर हुनुहुन्छ, तपाईँ नै हामीलाई प्रेम गर्नुहुने परमेश्वर हुनुहुन्छ। तपाईँले नै प्रभु आज हामीलाई बाटो, सत्य र जीवनको मार्गमा डुराउनु हुने परमेश्वर हुनुहुन्छ। तपाईँले नै आज हाम्रो हरेक अभाव खाँचोमा प्रभु परिपूर्ति गर्नुहुने परमेश्वर हुनुहुन्छ। प्रभु हामी तपाईँको नाउँलाई उच्चारण गर्छौँ, तपाईँको नाउँलाई हामी धन्यवाद चढाउँदछौँ। पवित्र परमेश्वर जो सारा सृष्टिको मालिक हुनुहुन्छ, जो सबै थोक प्रभु तपाईँद्वारा बनिन आए, तपाईँ बिना कुनै पनि थोक बनिएनन्। पवित्र परमेश्वर तपाईँले सारा सृष्टिको ज्येष्ठ हुनुहुन्छ, तपाईँको नाउँलाई हामी उच्चारण गर्छौँ। पवित्र परमेश्वर, पवित्र परमेश्वर तपाईँलाई धन्यवाद। केही समय हामी परमेश्वरलाई उहाँको स्वरलाई हामी सुनौँ। अनि परमप्रभु परमेश्वरले चाहिँ तपाईँ र मलाई यत्तिकै मात्रै देख्न चाहनुहुन्न प्रिय। तपाईँ मेरो जीवनबाट नि अझै उहाँले महिमा भएको देख्न चाहनुहुन्छ। तपाईँ मेरो हृदयहरू अझै खुलेकोहरू देख्न चाहनुहुन्छ। तपाईँ र मेरो लेभल चाहिँ उहाँ बढेको चाहनुहुन्छ प्रिय। तपाईँ र मैले नि आत्मा र सत्यताले अझै उहाँलाई उचालेको उहाँ चाहनुहुन्छ। उहाँलाई हामीले आफ्नो हृदयका ढोका खोलिदिनु पर्ने प्रकाश तिम्रो बिचले त्यही कुरो भन्छ। यदि कसैले मेरो स्वर सुनेर हाम्रो हृदयको ढोका खोलिन्छ भने म त्यसका भित्र पस्नेछु, त्यससँग भजन खानेछु अनि त्यसले मसँग खानेछ भनेको कुराहरू पाउँछौँ। आज तपाईँ र मैले आफ्नो हृदयलाई खोल्नु जरुरी छ। तपाईँ र मैले आफ्नो हृदयलाई तयारी गर्नु जरुरी छ, किनभने परम पवित्र परमेश्वरको व्यक्ति पवित्र परमेश्वर प्रभु हामी तपाईँलाई धन्यवाद
तपाईँलाई धन्यवाद चढाउँदछौँ। हालेलुया। पवित्र परमेश्वर, हामीलाई तपाईँको सङ्गत गर्न सिकाउनुहुने परमेश्वर, तपाईँ साथसाथमा हिँड्न सिकाउनुहुने परमेश्वर, हामी हराएको बेलामा, हामी बाटो बिराएको बेलामा प्रभु हामीलाई डोर्याउनु हुने परमेश्वर, तपाईँ नै परमेश्वरलाई हामी धन्यवाद चढाउँदछौँ। पवित्र परमेश्वर, एकचोटि सबैजनालाई हामी ताली बजाएर परमेश्वरलाई धन्यवाद दिन्छौँ। परमेश्वरले आज हजारौँको बिचबाट, करोडौँको बिचबाट परमेश्वरले आज हामीलाई छान्नुभयो। तर परमेश्वरले हाम्रो सङ्घर्ष गर्न हामीलाई सिकाउनु भयो। तपाईँ परमपवित्र परमेश्वरलाई पछ्याउन सिकाउनु भयो। तपाईँ परमपवित्र परमेश्वरलाई खोजी गर्न सिकाउनु भयो। तपाईँलाई हामी धन्यवाद चढाउँदछौँ। तपाईँ पवित्र परमेश्वरलाई आराधना गर्न सिकाउनु भयो। तपाईँ परमेश्वरलाई सत्यतामा पुज्न सिकाउनु भयो। हामी तपाईँको नाम लाउन चाहन्छौँ। तपाईँलाई धन्यवाद चढाउँदछौँ। हामीले चढाएको स्तुति आराधनामा तपाईँ मग्न हुनुभयो। हामीले चढाएको स्तुति आराधनामा तपाईँ रम्न हुनुभयो। प्रभु तपाईँलाई धन्यवाद परमेश्वर। सारा सृष्टिको मालिक तपाईँलाई धन्यवाद चढाउँदछौँ। सारा आदर अनि भक्ति महिमा हामी तपाईँलाई दिन्छौँ पवित्र परमेश्वर। किनभने तपाईँ नै परमप्रभु हुनुहुन्छ। तपाईँ नै हाम्रो उद्धारक हुनुहुन्छ। तपाईँ नै हाम्रो परमेश्वर हुनुहुन्छ। तपाईँले नै आज हामीलाई बनाउनु भयो। तर तपाईँकै नै हामी महिमा अनि प्रशंसा गर्छौँ। धन्यवाद पवित्र परमेश्वर। सारा आदर अनि भक्ति महिमा तपाईँलाई चढाउँदछौँ। अनि प्रभु तपाईँसँग सङ्गत गर्न, तपाईँसँग हिँड्न अझै हामीलाई सिकाउनुहोस्। तपाईँको आराधना, तपाईँको महिमा गर्न अझै सिकाउनुहोस्। अझै तपाईँको गहिराइमा जान हामीलाई सिकाउनुहोस्। हामी साँच्चै प्रभु तपाईँमा धन्यवादी भएर अगाडि बढ्दछौँ। पिता तपाईँलाई धन्यवाद चढाउँदछौँ। सबै कुरा तपाईँको हातमा राख्दछौँ। हामीले चढाएको स्तुति आराधनामा प्रभु हामी सुरुदेखि जति पनि गायौँ बजायौँ यी सबै कुराबाट तपाईँको महिमा भएको छ। तपाईँ उच्चल लिनुभएको छ। तपाईँ महिमित हुनुभएको छ। तपाईँ आनन्दित र तपाईँ खुसी हुनुभएको छ। प्रभु तपाईँलाई धन्यवाद प्रभु धन्यवाद चढाउँदछौँ। सबै कुरा तपाईँको हातमा समर्पण गर्दछौँ। र यो छोटो स्तुति आराधनाको सम्पूर्ण भाग तपाईँको हातमा राख्दछौँ। यीशु मसीह तपाईँको नाममा आमेन।